जरा र व्याधिनाशक उपाय। आँखालाई पानीले धुनु, प्रतिदिन व्यायाम गर्नु, पाइतालामा तोरीको तेल सधैँ मल्नु, दुवै कानमा शुद्ध तोरीको तेल हाल्नु, माथामा तेलको रगड गर्नु, यी प्रयोग जरा र व्याधिको नाशक हो। आँखालाई पानीले धुनु भनेको अर्थ उमालेर चिसो गरेको पानी भयो भने झनै राम्रो हुन्छ, फिल्टर गरेको। मुखमा कुल्ला हाल्ने, पानी हाल्ने, ठन्डा ठन्डा पानी, अनि अर्को पानीले चाहिँ आँखामा बिस्तारै एकदम हल्का आँखामा पानी यसरी हल्का हातले छ्याप्ने। 15 चोटि गर्दाखेरि राम्रो हुन्छ। यसलाई दिनको 2 चोटि 3 चोटि रिपिट गर्ने। अनि प्रतिदिन व्यायाम गर्नु भनेको योगासन गर्न सकिन्छ, फटाफट हिँड्न सकिन्छ आधा घन्टा। अनि पाइतालामा तोरीको तेल सुत्ने बेलामा मल्दाखेरि झनै राम्रो हुन्छ। मलेर एकछिनपछि साबुनले पखाल्न मिल्छ। अनि माथामा तेलको रगड गरेर आधा घन्टा छोडिदिने, त्यसपछि नुहाउने। यसरी गर्नाले हाम्रो स्वास्थ्य धेरै राम्रो हुन्छ।